โอะทะเทอึกทักทึกทิกตักเตะฮะตึงตึงทิงทิงตะเทงทะตะเทงทิงจะเทงจะ Welcome back to my another vlog. Good morning everyone. हामी चाहिँ बिहानको 4:30 बजे गइरहेको छौँ। हेर्नुस् न कस्तो कालो छ कि म एक्लै गएको। मलाई त कस्तो डर लाग्यो कि बाघ आएर कतै लान्छ कि भनेर। आज चाहिँ सबैभन्दा अगाडि चाहिँ म यहाँ आइपुगेछु कि साथीहरू। बाटोमा आउँदा कालै भए पनि पार्कमा चाहिँ जे होस् उज्यालो झिलिमिली छ कि हाम्रो पार्क चाहिँ। हाम्रो पार्कमा चाहिँ तपाईहरु पनि आउन सक्नुहुन्छ है घुम्नलाई। टिकटको चाहिँ जम्मा 20 रुपैयाँ मात्र लाग्छ है साथीहरू। हाम्रो यो पार्कमा पहिला त पिकनिकहरू पनि गरिन्थ्यो। कति धेरै पिकनिक खानको लागि शनिबार आउँथे साथीहरू। तर आजभोलि चाहिँ मैले त्यति धेरै आएको देखे छैन। गाउँमा पनि के को बाघ आउँछ र भन्नुहुन्छ होला। तर साथीहरू अस्ति भर्खर मेघौलीमा 65 वर्षको अङ्कललाई मर्निङ वाक जाँदाखेरि बाघले छोप्यो नि त। त्यही भएर कस्तो डर लाग्छ कि साथीहरू एक्लै हिँड्नलाई। अनि म त गफ गर्दा गर्दै साथीहरू सबैजना आइपुग्ने भयो। अनि सबैजना आइपुग्ने बित्तिकै चाहिँ मैले एक फोनको राउन्ड लगाएँ कि साथीहरू। राउन्ड टङ 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 गरेर। अनि त्यसपछि साथीहरू मैले एकैछिन भए पनि वार्म अप गराउनु चाहिँ जरुरी छ भनेर गराएँ। त्यसपछि सबैजना थाके हामी भनेको भएर मैले चाहिँ एकैछिन फेरि दौडाएँ कि साथीहरू। अनि हजुरहरूले सोच्नुहुन्छ होला है जुम्बा एक्सर्साइज त आफ्नो आफ्नो ठाउँमा गएर गर्नुपर्छ नि भन्ने सोच्नु भयो होला है। तर त्यस्तो चाहिँ कहिले पनि नसोच्नु है। किनकि मैले आफैले भोगेको कुरा हो कि यो। मैले जुम्बामा जाने यस्तो रहर गरेको थिएँ होइन। तर त्यस्तै कारणले म जान पाइनँ कि साथीहरू। अनि बिचारा उनीहरूलाई पनि त कति इच्छा हुन्छ नि त जुम्बामा जाने। अनि त्यस्तै टाइम नमिल्ने कहिले के नमिल्ने गर्दाखेरि नै जान पाएको हुँदैन नि त कोही पनि। त्यसैले चाहिँ मैले चाहिँ आफैले नै आफ्नै घट्न पर्छ भन्ने सोच लिएर नै मैले सबैजनालाई फ्रीमा जुम्बा सिकाएँ। अनि मलाई खुसी लाग्छ सबैजनाले मलाई सपोर्ट गर्नुहुन्छ। मेरो दिदी बहिनी सबैजनाले मलाई सपोर्ट गर्नुहुन्छ। सबैजना टाइममा आइदिनुहुन्छ। मलाई त्यसको लागि धेरै धेरै खुसी लाग्छ कि त्यही भएर। अनि सबैजनाले कि मैले जे भन्छु सबैजनाले मान्नुहुन्छ कि म त्यही भएर झन् धेरै खुसी लाग्छ कि। अनि हजुरहरूको साथ सपोर्ट बिना मैले चाहिँ यो जुम्बा सञ्चालन गर्न सक्थिनँ होला सायद। तपाईहरु यसरी आइदिनुहुन्छ त्यसको लागि म धेरै खुसी छु। सधैँ यसरी नै आइराख्नु होला। अनि हाम्रो जुम्बा अब सधैँ जारी रहोस्।
त साथीहरू, अब हाम्रो योगा गरेर अनि हाम्रो एक्सर्साइज सबै भइसकेको छ अनि त्यसपछि हामी घर आउँछौँ साथीहरू। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ हेरेर साथ सपोर्ट दिनु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब। अनि चमेली जुम्बालाई चाहिँ धेरै माया गरिदिनु होला।